मर्निङ एभ्री वान, दिस इज अनदर डे एन्ड म चाहिँ साङटामा छु अब। सो उज्यालो पनि भइसक्यो, अब ब्रेकफास्ट लिन्छु अनि म मेरो अर्को डे पनि स्टार्ट गर्न लागेँ। अब यहाँदेखि निस्केँ। अब अर्को स्टेसन भनेको चाहिँ चेप्का, लगभग 1.5 घन्टा जतिमा पुगिन्छ होला। अनि बसाइ राम्रो थियो चाहिँ भए पनि रमाइलो भयो। सो यु क्यान सी फ्लावर्स है, कस्तो राम्रो फुलहरू पनि छ। अनि यहाँ चाहिँ एउटा मात्र होटल रहेछ, होटलको नाम चाहिँ स्वागत होटल भयो। अरू सब ठिक छ। सी यु इन अ व्हाइल। सो साङटाबाट हिँडेको लगभग 1 घन्टा हुन आँट्यो अनि म चेप्का भनेर ठाउँ आइपुगेँ। खासमा हिजो म सुलीघाट चाँडो आइपुगे भए चाहिँ चेप्का बस्न आउने मेरो प्लान थियो। सुलीघाट पनि ढिलो आइपुग्यो, त्यही भएर चाहिँ तल बसेको थिएँ। सो चेप्का आइपुग्न आँट्यो है। अब यही जस्तो लागिरहेको, किनभने मैले घर जस्तो केही देखिरहेको छु। यस, यस्तो छ बाटो चाहिँ, यस्तो वाला बाटो हो पुरै। ल चेप्का पनि आइपुग्यो। सो चेप्का आइपुग्यो। सो म खाना खान चाहिँ रेन्ची पुग्छु। अब एउटा 7 किलोमिटर रहेछ, 3 घन्टा अरे। सो 3 घन्टामा खाना खान पुगेपछि लगभग म 10-11 चाहिँ खाना खान पुग्छु। त्यहाँ खाना खाएर चाहिँ धेरै टाढा पनि छैन, पुगिहाल्छु। आज टाढा पनि पुग्छु म ताल चाहिँ। सो यो चाहिँ भयो हाम्रो चेप्का। सरी, आई थिङ्क चेप्का अलिअलि बजार टाइपको छ जस्तो लाग्यो होइन, पुरै घरहरू देखिरह। बजार जस्तो जस्तै रहेछ। यही चेप्का चाहिँ फाइनल्ली अहिले म चाहिँ यो चेप्का छु। यु क्यान सी चाहिँ घोडा छ होइन, घोडा भर्खर भित्र छिराएको क्या भइहाल्यो। ओके, म चेप्का पनि क्रस हाने। ट्याक्कै बगरमै रहेछ, यो चाहिँ ट्याक्कै त्यहाँ खोला छ, बगरमै रहेछ होइन। अनि छ यहाँ पनि होटल चाहिँ, बस्न राम्रै लगेछ रहेछ यहाँ पनि। खेल्न मिल्ने जस्तो चौरहरू छ, रमाइलो छ जे होस्। ल अब जाउँ नेक्स्ट स्टेसन राइची। प्रोनाउन्सिएसन पनि कस्तो कस्तो हो। अस्ति एउटा ठाउँको नाम राडी थियो, खासमा राडी भने चाहिँ यो हिमाली भेगमा ओड्ने लुगालाई राडी भन्छ क्या, र राडी पाक्चुनहरूले बनाउनेलाई। तर साउन्ड्स कस्तो वियर्ड के, राडी। चेप्का, राइची, दुनै, यस्तै यस्तै ठाउँको नामहरू छ, केही भएन। ल खोलै खोला तिरै भने जस्तो भएछ। खोलै खोला तिरै सौतारी र भिरै भिर, मनमा छैन पिरै पिर।
यही खोलाको मुहान जाने हो सो एक्साइटेड खोलाको पछि पछि लाग्नु छ से पुग्ने बाटोको एउटा फेमस पुलमा छु अनि मैले यहाँ दुईटा दाइहरू पनि भेटेँ उहाँहरू पनि फोटो खिच्न लाग्दै हुनुहुन्छ सो हामीसँगै फोटो खिच्नेवाला छौँ ल यो फेमस पुल पनि गएँ एकदमै राम्रो छ यतापट्टि पनि निलो पक्सिङको यतापट्टि पनि निलो पक्सिङको और एकदम राम्रो था Lại có một cái chân đấy, cái kiểu. Padahal lah. Ini lah. Ini. Nam. Aja. Lah ini. Ini. Agadi. Aja. Aja भन्दैछु त. Nice. अहिले राँची जाँदैछु अनि बाटोमा चाहिँ आगो लागिरहेको रहेछ यस्तो भिड छ तल सिधै खोला हो यो आगो लागेर पुरै तुवालो जस्तो देखिरह अनि बाटो चाहिँ खच्चर हिँडेर होला यस्तो साह्रो धुलो छ नि धुलोले चाहिँ भए पनि काठमाडौँको याद दिलाउने छ त्यस्तो खाले रासन पानी यसैले धुमाने होला
खोलै खोला तिरैती सौतारा तिरैती मनमा यदि चाहिँ सम्झना होटल आइपुगेँ। अब धेरै टाढा छैन फोक्सोन पुग्नलाई, लगभग पुग्न आँटिसक्यो यो हो सम्झना होटल चाहिँ। यो चाहिँ म बोर्डिङ आइपुगेँ। बोर्डिङ चाहिँ किन भने भन्दाखेरिमा यहाँ स्कुल रहेछ, बोर्डिङ स्कुल, त्यही भएर अबको 2.5 घन्टामा पुग्छु फोक्सोन नै। पनि पास भयो। अब चाहिँ रिङ्गो भिलेजको लागि यो पुल चढ्दैछु म। अब त्यही 2 घन्टा 2.5 घन्टामा पुगिन्छ भने त्यो आज मेरो डेस्टिनेसन हो। आज त्यहीँ बस्ने हो, भोलि मात्र तालसाल घुमेर फर्किने हो। पुरै उकालो बाटो, अब 1.5 घन्टा भयो वहाँ तलदेखि आएको। अब पुग्न आँट्यो, अब झर्ना पुग्छ। झर्ना पुगेपछि फाइनल्ली फोक्सोन पुगिन्छ। बाटो चाहिँ आम्मा पुरै यस्तो हो क्या बाटो, आम्मा पुरै पाउडरवाला बाटो छ। मेरो त ओठ फुटेर फाइनल्ली उकालो सकिन आँट्यो। त्यो तलको घरदेखि आएको आउन पनि यस्तो छ क्या। अब त्यो झर्ना आइपुग्न आँट्यो होइन। यहाँ तल पनि तालको पानी छेर आएको झर्ना छ यहाँ तल। यो तालको पानी छेर आएको, यतापट्टि पुरै हिमाल। यो हिमाल हो, पुरै हिमाल हो, यो हिमाल पुरै हिमाल। त्यसपछि मेरो सिधै अगाडिपट्टि चाहिँ के छ भन्दाखेरिमा गोसाइको सरी फोक्सोन ताल छ। सेफ फोक्सोनको यो गेट पनि आइपुग्यो। रिङ्गो भिलेज लगेको गेट हो यो चाहिँ। हिमाल त हिउँ परिरह जे पनि के भएको। फाइनल्ली म रिङ्गो भिलेजको गेट पनि भित्र छिरेँ। यति चिसो छ नि, माथि माथि हिउँ परिरह। आज राति पक्कै पनि हिउँ पर्छ। सो अहिले पनि अलिअलि त परिरह। रिङ्गो भिलेज, अबोन भिलेज इन डोल्पा। सो यहाँ पनि बोर्ड रहेछ। हो सिविन से फोक्सोन